Hello everyone, I am BSc Nursing first year student. As a nursing student, nursing life कतिको हेक्टिक छ भन्ने म देखाउन गइरहेको छु। बिहान उठ्ने बित्तिकै सुरुमा आफ्नो बेड मिलाउँछु, त्यसै ब्रस गरेपछि चाहिँ नि मैले मुख धुन्छु, मुख पुस्छु, त्यसै जाने बेलामा चाहिँ नि म रेडी हुन थाल्छु। एज अ नर्सिङ स्टुडेन्ट हामीलाई धेरै मेकअपहरु अलाउडेड छैन, सो जस्ट सनस्क्रिन त्यसै लिप बामहरु लगाएर म चाहिँ नि रेडी हुन्छु। अहिले चाहिँ नि हाम्रो कम्युनिटी पोस्टिङ चलिरहेको छ र 4th वीक को कम्युनिटी पोस्टिङको। त्यसैले हाम्रो कम्युनिटी पोस्टिङमा चाहिँ नि कुर्ता ड्रेस हुन्छ। हाम्रो नर्मली चाहिँ नि सर्ट प्यान्ट ड्रेस हुन्छ, बट कम्युनिटी पोस्टिङमा चाहिँ हामीले कुर्ता लगाउनु पर्ने हुन्छ। सो अब चाहिँ नि ढिलो भइसक्यो त खाना मेसमा खाना खाएर चाहिँ म डिएमए प्री कन्फरेन्सको लागि गएँ र प्री कन्फरेन्स सकेपछि चाहिँ नि हाम्रो अब कम्युनिटी सर्वे त सकिसक्यौँ। होम भिजिटमा हामी जाँदै थियौँ। हाम्रो वे वार्ड नम्बर 6 मा चाहिँ नि हाम्रो कम्युनिटी थियो, सो हामी गयौँ। हामी सिधै चाहिँ हाम्रो रिक्सोमतिर गयौँ, रिक्सोमको घरमा। त्यहाँ गएर चाहिँ नि उहाँहरूसँग कुरा गऱ्यौँ। त्यसपछि हामी बाहिर बसेर चाहिँ हाम्रो डाटाहरू एनालाइज गर्ने काम थियो, सो हामी बाहिर बसेर डाटाहरू एनालाइजिङ त्यसपछि चाहिँ नि लगबुकहरू गर्दै थियौँ। उहाँहरूले चाहिँ नि भोगटे खान्छौ भनेर सोध्नुभयो। त्यसपछि हामीले चाहिँ नि भोगटे काटेर त्यसपछि उहाँहरूले नै नुन मसालाहरू पनि उहाँले दिनुभयो। कति स्विट हुनुहुन्थ्यो उहाँहरू। त्यसपछि हामीले आफै गऱ्यौँ। त्यसपछि चाहिँ नि हामीले साँधेर चाहिँ नि त्यो कस्तो मिठो भएको थियो, कस्तो गुलियो अमिलो टेस्ट यस्तो मिठो भएको थियो। त्यसपछि दाइले चाहिँ नि हामीलाई चाहिँ नि उहाँको यो पेन्टिङहरू देखाउनु भएको थियो। यस्तो राम्रो थियो नि, कस्तो राम्रो पेन्टिङ गर्नुहुँदो रहेछ उहाँले। त्यसपछि दिस इज यो गणेशजीको त यस्तो राम्रो लागेको थियो मलाई। त्यसपछि ब्रेकको टाइम भयो। हामी चाहिँ नि ब्रेकको टाइममा नि लगभग फ्यामिली फोटोहरू गर्दैथ्यौँ। जे होस् दिन चाहिँ एकदम रमाइलो बित्यो। हामी त्यसपछि पोस्ट कन्फरेन्सको लागि गयौँ। पोस्ट कन्फरेन्समा वर्क डिभिजन भयो। त्यसपछि चाहिँ हामी साँझ चाहिँ राति हाम्रो वर्क डिभाइड भएको थियो। कसैले ड्रइङ गर्ने, कसैले लेसन प्लान बनाउने थियो, त्यसो बनायौँ। त्यसपछि चाहिँ राति भइसकेको थियो। हामी होस्टेल जान हामी चाहिँ नि माइक्रो प्रोजेक्टको इन्भिटेसनको लागि घरमा गएको थियौँ र 12 बजे फेरि भेट भयौँ डिएमएममा। त्यसपछि खानाको लागि ब्रेक भयो। त्यसपछि चाहिँ नि हामी फेरि डिएमएममा फर्केर चाहिँ नि हाम्रो भोलि हुने माइक्रो प्रोजेक्टको बारेमा चाहिँ नि डिस्कसन गर्दै थियौँ। फेरि हामी माथि लाइब्रेरीमा छतमा गएर चाहिँ नि काम गऱ्यौँ र काम गर्दा यो रात पनि पर्न लागिसकेको थियो। कसैले अब कलरिङ गर्ने, कसैले स्केचिङ गर्ने, सबै एबिट्सहरू बनाउनु पर्ने थियो। सो हामी यो भनेको चाहिँ हाम्रो यो टिम वर्क हो। हामी सबैले गरेर चाहिँ यो प्रोग्राम राम्रो हुने हो। सो एभ्रीवनले चाहिँ आफ्नो बेस्ट एफर्टहरू दिइरहेको थियो। एभ्रीवन दिस इज अ माइक्रो प्रोजेक्ट थियो। सो हामी सबैले काम गर्दै थियौँ। त्यसपछि चाहिँ नि हाम्रो अब भ्याउन लागिसकेको थियौँ। सो भ्याएर चाहिँ नि हामी जाँदाखेरि 8 बजे अर्को दिन हो जहाँ चाहिँ हामी माइक्रो प्रोजेक्टको लागि चाहिँ नि हामी लोकेसनमा जाँदै थियौँ र त्यो वार्ड नम्बर 6 मा थियो। सो हामी गयौँ र गएर हेर्दाखेरि चाहिँ नि लोकेसन यस्तो थियो, एउटा ग्राउन्ड रहेछ यसमा। सो हामी एकचोटि खाजा खान गयौँ, केही खाएर आएको थिएनौँ। सो गएर चाहिँ नि चिया सेल डोनटहरू खायौँ। त्यसपछि वार्ड अफिसमा गयौँ र वार्ड अफिसबाट चाहिँ नि चेयर टेबलहरू लिएर आयौँ। त्यसपछि हामीले यस्तो इन्ट्रो भिडियो बनाएको। त्यसपछि अब हाम्रो टिचिङ थियो, सो अवेरनेस प्रोग्राम। सो हामीले चाहिँ नि अब प्रिपेयर गर्न थाल्यौँ। हाम्रो स्ट्रेस म्यानेजमेन्टमा थियो। सुरुमा हामीले चाहिँ नि भित्तामा चार्ट पेपरहरू टाँसायौँ, तर त्यो माथि चाहिँ नि हामीले चाहिँ नि पिक्चरहरू टाँसाएर गऱ्यौँ। अरू साथीहरूले पनि आफ्नो काम गर्दै थिए। हाम्रो चाहिँ नि यस्तो लास्टमा यस्तो देखियो पिक्चरहरू एकदम कस्तो राम्रो, हामीलाई त कस्तो राम्रो लागेको थियो। त्यसै अरू ठाउँमा नि अब बिपी नाप्ने ठाउँहरू, त्यसपछि चाहिँ नि अब हावा चलिरहेको थियो, त्यही भएर चाहिँ नि यो पिक्चरहरू चाहिँ हल्लिरहेको थियो, कुनै निस्किरहेको थियो। सो हामीले टेप हाल्यौँ र साथीहरूले पनि यता हाइपरटेन्सनको र डायबिटिकहरू गरिरहेको रहेछन्। सो हाम्रो अब प्रोग्राम फर्मल स्टार्ट हुन लाग्यो। त्यसमा चाहिँ हाम्रो अतिथिको रूपमा चाहिँ हाम्रो वडाध्यक्ष आउनुभएको थियो। यो माइक्रो प्रोजेक्ट गर्नको लागि चाहिँ हामीलाई लुपिक भन्ने संस्थाले चाहिँ नि हामीलाई चाहिँ चार्ट पेपरहरूको खाजाहरूको चाहिँ नि पैसाहरू दिएको थियो। सो त्यहाँको लुपिकको चाहिँ नि कोअर्डिनेटर चाहिँ नि आउनुभएको थियो। उहाँले चाहिँ नि इन्ट्रोडक्सन भनेको उहाँले स्पिच दिनुभएको थियो। त्यसपछि हाम्रो कोअर्डिनेटरमा फर्स्ट इयरको कोअर्डिनेटर म्यामले चाहिँ नि स्पिच दिनुभयो। म्यामले
त्यसो अब प्रोग्राम स्टार्टेड भयो र सुरुमा चाहिँ नि अब सुरुमा रेजिस्ट्रेसन हुन्छ। रेजिस्ट्रेसन पछि चाहिँ नि क्वेरिजहरू भयो, ब्लड प्रेसरहरू नापेपछि चाहिँ नि हामी अवेरनेस प्रोग्राममा छिर्छौँ। अवेरनेस प्रोग्राममा सुरुमा चाहिँ नि अब प्रेसर सुगरको चाहिँ नि हुन्छ, त्यसपछि हाम्रो स्ट्रेस म्यानेजमेन्टको। त्यसपछि प्रोग्राम एकदम स्मुथली नै रन भइरहेको थियो, आइराख्नु भएको थियो। खाजाको एकदम पालो पालो ब्रेक भयो, कोही जाने। त्यसपछि चाहिँ नि जिआरबिएस सेक्सनहरू पनि भइरहेको थियो, सुगर नाप्नेहरू सुगर नापिरहेको थियो। त्यसपछि आमा कस्तो स्विट हुनुहुन्थ्यो, कस्तो राम्रो प्रोग्राम गर्नुभयो। हामी त यति थाकेका थियौँ नि दिनभरि, अब अवेरनेस दिँदा यति थाक्यौँ, हाम्रो देखिन्छ होला यस्तो थाकेको। सो हामी अब आफैले तनाव व्यवस्थापनको चाहिँ जरुरत थियो, हामी तनाव व्यवस्थापन गर्दै थियौँ। सो अब हाम्रो चाहिँ हामी यस्तो मजा गरिरहेको थियौँ। लास्टतिर चाहिँ साथीहरू आएर हामी यस्तो रमाइलो गरिरहेको थियौँ, यस्तो एक्टिङ गरिरहेको थियौँ। सो यति मजा आयो नि, यो दिन चाहिँ नि मेमोरेबल पनि भयो। सो साथीहरू हामी योगाहरू ध्यान गर्थ्यौँ कि यसरी योगा गर्नुपर्छ, यसरी हामीले स्ट्रेस भगाउनुपर्छ भन्दै गरिरहेको थियौँ। सो प्रोग्राम एन्डेड भयो। सो हामी चाहिँ नि प्रोग्राम एन्ड भइसकेपछि चाहिँ नि हामी अब होस्टेलतिर लाग्यौँ। त्यसपछि होस्टेलमा यस्तरी गएको थिएँ, कस्तो थकेला थियो, माथि बोकेर गएको थिएँ। त्यसपछि साथी हाम्रो क्लिनिकलको साथी चाहिँ नि पेट पेन करुणा। सो हामीले चाहिँ नि तिनलाई चाहिँ नि पपकर्न लिएर आएको थियौँ। त्यसपछि चाहिँ नि पपकर्न चाहिँ नि अर्को साथीहरू चाहिँ पपकर्न लिन्छु चाहियो भन्दै दुखिरहेको थियौँ। दुइटाको झगडा हेर्न यस्तो रमाइलो लागिरहेको थियो नि। सो यस्तै दिन पनि सक्यो र माइक्रो हेल्थ प्रोजेक्ट पनि फाइनली सक्यो।